चाहिँ सब्जी नाइन हो यो। यहाँ आउनु आउनु। यहाँ केराका बिरुवाहरू अहिले म कुन कुन त्यो पल्लो के यो विलियम हाइब्रिड विलियम हाइब्रिड यो चाहिँ यो जिनाइट यो चाहिँ जिनाइन जिनाइन यो चाहिँ जिनाइन अनि हामीसँग रातो कोला पनि छ। अर्को रातो कोला भने रातो कोला रातै घरि रातै कोला अनि यहरू सब जिनाइन। हजुर त्यो पनि एउटा लैजाउनु के हो यो। ल यो चाहिँ रातै घरि रातै कोला हुने। ल कति राम्रो कुरा है। हजुरको नाम के हो र? मेरो गणेश खटवाल। गणेश कति वर्ष भयो यहाँ काम गरेको? 6-7 वर्ष हो। 6-7 वर्ष हो है। तपाईँ त धेरै अनुभवी भइसक्नु हो। यो पनि केराको बिरुवा कुन जातको केरा? त्यसले फुलको बिरुवा। ए यो चाहिँ फुलको बिरुवा हो। ए ल धन्यवाद तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रो दुर्लभ कार्की सरको फर्ममा अहिले म पुगेको छु है। यस्तो यस्तो चाहिँ यो परको अर्को के क्या बिरुवा त्यो? ए अनारसको बिरुवा पनि भइरहेको छ। अनारसको बिरुवा देखिरहेको छु। अनि अरू परतिर के बनाउनु लाग्दै हुन्छ? परतिरै कोलाको बिरुवा बनाउनु। कोलाको बिरुवा अहिले माग धेरै छ। अहिले दुर्लभ सरले भन्दै थियो माग धेरै छ र कोलाको बिरुवा धेरै बनाउनु परिन्छ भनेर भन्दै हुन्थ्यो। ल जय होस्।